आफ्नो कोसिसमा तपाईले परिवार जे पनि भविष्य बनाउँछु म अमेरिकामा के सोच्नुहोस्, जबसम्म तपाईले परमेश्वरलाई इन्भाइट गर्नुहुन्न नि तपाईको कोसिस फेल्डमा फेल्ड हुँदै जान्छ, यसैले जिन्दगी जिउनु छ भने यस बुद्धिमान भएर जिउनु राम्रो, तर नम्रतामा जिएको राम्रो, परमेश्वरसँग पार्टनरशिप गरेर। भजन संग्रह 121 को 1 र 2 मलाई मन पर्छ। पर्वतहरूतिर म आफ्नो आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? स्वर्गीय र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट नै मेरो गुहार आउँदछ। जब जब घोर अँध्यारोबाट हिँड्नुहुन्छ नि त्यति बेला पनि गुहार माथिबाट आउँछ। यस हामी विश्वासबाट हिँड्छौँ, नदेखेको कुराको प्रमाण हो विश्वास, आशा राखेको कुराको निश्चयता हो। विश्वासले देख्छ निको भइसकेको छ, विश्वासले देख्छ बाटो बनिसकेको छ, विश्वासले देख्छ असम्भव सम्भव भएको हामी देख्छौँ, विश्वासले देख्छ ऊ मर्दैन जिउँछ। तर पनि याद गर्नुहोस् त्यो घोर अँध्यारोबाट हामी हिँड्दै नै पर्छ। त्यति बेला हामीले परमेश्वरको गुहार माग्दै हिँड्नुपर्छ। मलाई तपाईको खाँचो छ, मलाई तपाईको खाँचो छ। धेरैचोटि हामी अहंकारमा यति बढ्छौँ, हामी बढ्दै जान्छौँ, परमेश्वरलाई बिर्सिँदै जान्छौँ, बढ्दै जान्छौँ, परमेश्वरलाई बिर्सिँदै जान्छौँ, बढ्दै जान्छौँ, परमेश्वरलाई बिर्सिँदै जान्छौँ। हामी धेरै यस्तो हामी तल बजारिन्छौँ नि बाहिर निक्लिनु हामीलाई असम्भव हुन्छ फेरि। अनि बेस्ट आइडिया यही हो, जति हामी उचालिन्छौँ नि त्यति नै नम्रतामा आउनुहोस्, भन्नुहोस् मलाई तपाईको खाँचो छ।